हेलो एभ्रिवान, वेलकम टू मी न्यू भिडियो भ्लगमा हजुरहरूलाई स्वागत छ। म चाहिँ ओडामा सिपारी झिक्नुको लागि जाँदैछु गाइजहरू र हजुरहरू पनि सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु र यो नयाँ रोड चाहिँ हाम्रो देउरालीको दामी बनाएको छ र भिडियो लिउँ न त भनेर लिएको होइन। नेभरी फुल हुन लागेको छ र पनि अब भिडियो बनाउन त भनेर हो। कस्तो आउँदो रहेछ हेरेर लाइक कमेन्ट सब्सक्राइबर चाहिँ गरिदिनु होला गाइजहरू। गर्मी बहुत ज्यादा छ होइन, घाम चर्केको छ। त्यो भएर म चाहिँ छाता ओढेर छाताको साथमा लागिरहेको अवस्था हो गाइजहरू। उतापट्टि छातबारी कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। यो चाहिँ बगाले बनाएको छ क्या गाइस। यो बगाले बनाएको छ। गर्मीले खपिसक्नु छैन, बाउको देखाइरहेको छ गर्मीले। पानी आउन सकेको छैन गाइजहरू। तपाईँहरूकोतिर के कसो छ, पानी आएको छ छैन? हाम्रोतिर पानी चाहिँ आएको छैन, खडेरी परेको अवस्था छ यो समयमा। थ्याङ्क यू भेरी मच। अर्को पार्टमा चाहिँ भेटौँला गाइस।